सो साथीहरू मलाई चाहिँ फर्स्ट टाइम करेन्ट चाउचाउ खाँदाखेरि यस्तो भयो। मेरो भिडियो लास्टसम्म हेरिदिनु है त। सो हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो डे 3 मिनी भ्लगमा। सो साथीहरू मैले चाहिँ भ्लग बनाउन लागेको जम्मा 2 दिन भयो। मेरो भान्जीहरूलाई चाहिँ मैले भ्लग बनाएको एकदमै मन परेर माइजू मलाई पनि करेन्ट चाउचाउ खुलाउन भनेर मैले तिनीहरूको लागि चाहिँ करेन्ट चाउचाउ अन्डा ससेज बनाउन लागेको छु। मैले पनि खान्छु साथीहरू। आज मैले यिनीहरूलाई साथीहरू के गर्छु भन्दाखेरि आज मैले यिनीहरूलाई खतरा प्र्याङ्क गर्न लागेको छु साथीहरू। मैले चाहिँ यो प्र्याङ्क फर्स्ट टाइम गर्न लागेको होला जिन्दगीमा पहिलोपटक। यिनीहरूलाई के पनि थाहा छैन, यिनीहरूले हेर्नु न आइरहेको छ नि। यिनीहरूलाई चाहिँ मैले आज खतरा प्र्याङ्क गर्नेवाला छु। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। अनि मलाई साथीहरू नाटक गर्न आउँदैन। नाटक गर्ने बेला पनि म अलिकति केही सिरियस हुँदा पनि म हाँस्ने मान्छे मै होला। सो त्यही भएर मलाई खासै यो प्र्याङ्क गर्न आउँदैन। त्यही पनि नजानी गर्न लाग्छ यिनीहरूलाई। यिनीहरूले कस्तो रियाक्सन गर्छन् हेर्नु है त। अब हेर्नुहोस् है त कस्तो हुन्छ। बाल सो कस्तो लाग्यो त साथीहरू मेरो प्र्याङ्क भिडियो? सबैजनाले कमेन्ट गर्नु होला। मलाई सिरियस हुनै आउँदैन साथीहरू, हाँसो लागिहाल्छ। मैले प्र्याङ्क भिडियो बिचमै रोक्नुको कारण चाहिँ मेरो छोरी एकदमै धेरै रोएर मैले प्र्याङ्क भिडियो बिचमै रोक्नु पर्यो। किनभने आफ्नो छोरी रोको, आफ्नो सन्तान रोको कसले हेर्न सक्छ र। अघि नै चाहिँ साथीहरू मेरो भान्जीको 7 गएको थियो, अहिले चाहिँ हाँसिरहनु भएको छ। अनि मेरो दिदीको छोरी पनि अघि नै रुन लागिसकेको थियो, ऊ चाहिँ अहिले पनि हाँसिरहेको छ। मेरो भिडियो चाहिँ यतिसम्म हो। सबैजनाले माया गरिदिनु होला। लभ यु अल, बाइ गाइस।